हिउँ परिरहेछ। हिउँको मजा लिउँदै साइकल चलाउँदै हामी चाहिँ यहाँ एउटा खुल्ला ठाउँमा आछौँ। यस्तो डल्लो हुन्छ एकैछिनमा। यहाँ मान्छेको आकृति पनि भयो है। अब यहाँ हेर्नु त हिउँको राम रुखतिर यसरी जमेर रोडमा। हेलो नमस्ते अनि स्वागत छ सम्पूर्णलाई। मेरो चाहिँ आज यो रोमानेमा साइकल फर्स्ट भ्लग, अझ त्यसमाथि हिउँमा खेल्दै हिउँ परिरहेछ। हिउँको मजा लिउँदै साइकल चलाउँदै आनन्दले यसरी पुरुरुरुरुरुरु हिउँ परेछ। हिउँको मजा लिउँदै यो रुखहरूमा पनि पुरै सेतै जमेको छ। हेर्नु त रुखहरूमा पनि पुरै हिउँ जमेर यस्तो छ हिउँ। हिउँ फर्स्ट टाइम खेल्यो, यस्तो मजा आइरहेछ। अब यो चलेको गाडीहरूमा पनि पुरै हिउँ जमिरहेछ। आहाहा यस्तो मजा आइरहेछ हिउँमा खेल्नुलाई। अब यो मान्छेले भन्थे हिउँमा चाहिँ खासै चिसो, हिउँ पर्यो भने चाहिँ खासै चिसो हुँदैन भन्थे। साँच्चै हो, त्यस्तो खासै चिसोको फिलिङ भइरहेछ होइन। यी साइकलमा हिँड्ने चाहिँ हिउँ परिरहेछ। यो पो त हिउँ खेल्नुको मजा त। आहाहा पहिला म पनि पहाडमै जन्मेको। अनि पहाडतिर चाहिँ हिउँ पराई राति पर्ने। अनि अब घरबाट हेर्दाखेरि पल्लो पारी लेकतिर चाहिँ डाँडामा हिउँ परेको देखिन्थ्यो। तर हिउँ चाहिँ परेको देखिन्थ्यो, तर टाढाबाट प्रत्यक्षमा यसरी चाहिँ हिउँ परेको चाहिँ खेल्न र हेर्न पाइए थिएन। यहाँ रोमानियार चाहिँ प्रत्यक्षमा हिउँ परेको खेल्न देख्न पाइयो। ओहो यस्तो हिउँ परेछ कि पुरै चारैतिर सेतामै छ। आहाहा त्यसमाथि हिउँमा साइकलमा, यो पो हो त मजा हिउँ खेल्नुको। हट ओ अर्को भाइ पछाडि आउँदै साइकलमा, म चाहिँ अगाडि दुईजना मात्र छ, अरू कोही पनि आएको छैन। यता हेर्नु त सेतै, रुख पनि पुरै सेतै भएछ। गाडीहरू त पुरै पुर्रेछ नि त हिउँले। हो हैट के साह्रो हिउँ परेको। लौ हामी चाहिँ यहाँ एउटा खुल्ला ठाउँमा आछौँ हिउँ खेल्नलाई चाहिँ। साइकल दोहोऱ्याउँदै अब एकछिन यहाँ साइकल राखिन्छ अनि यहाँ एकछिन हिउँमा रमाइन्छ मजाले। यहाँ अरू पनि छन् एक दुईजना रोमेहरू चाहिँ हिउँ खेलिरहेछन्। हामी पनि एकछिन यहीँ हिउँ खेल्छौँ अनि त्यसपछि अब रुमतिर लाग्छौँ। हिउँ हेर्नु त हिउँ परिरहेछ। यहाँ अरू पनि आछन्, यस्तो मजा हिउँ परिरहेछ। आमा हो हिउँ खेल्नुको मजा त यहाँ पो छ त। भाइ पुरै खुसीले रमाउँदै नाचिरहेछ। साइकल यहाँ पल्टाछौँ, हिउँले धल्यो साइकल पनि चिसोले। यहाँ सानो बच्चाहरूलाई पनि हिउँमा लिएर खेलाइरहेछन्। हामी चाहिँ अहिले यो खुल्ला ठाउँमा आछौँ हिउँ खेल्नलाई। आहाहा हिउँको मजा त नेपालमा के ल्याइयो र, यहाँ पो ल्याइयो त। अब नेपालमा लेकतिर हिउँ परेको मात्र देखियो, यहाँ चाहिँ प्रत्यक्ष खेल्न हेर्न घुम्न पाइयो, हिउँमा खेल्न पाइयो। हेर्नु त चारैतिर जताततै सेतै छ। हेर्नु त यो पुरा हामी चाहिँ यो खुल्ला ठाउँमा आछौँ के कस्तो रहेछ भनेर। यो खुल्ला ठाउँमा त पुरै चारैतिर सेतै पो रहेछ। हिउँ त यति पऱ्यो कि यो साल पुरै जताततै यो फुरुरुरुरु रुखतिर पनि पुरै सेतै भएछ। यो ठाउँमा पनि पुरै सेतै भएछ हिउँ त। ओहो हे साथी यस्तो मजा छ हिउँ। आमामामा तेरी त यस्तो मजा छ। हिउँ हेर्नु त यस्तो डल्लो हुन्छ एकैछिनमा, मजा आइरहेछ। तर यो मैले पन्जा लगाएको छैन, चिसो चाहिँ हिउँमा खासै फिल नहुँदो रहेछ। एकछिनपछि हुन्छ होला। यस्तो छ हिउँ।
टाउकोले हान्ने कि खुट्टाले हान्ने कि हेर्नु त हैट, कसरी हान्ने यी हिउँ त कति हो कति हो। हिउँमा मान्छेले जाडो हुन्छ भने तर जाडो हुने रहेछ, तर अहिले चाहिँ अलिक चिसो हुँदै गयो। हात चाहिँ रातो रातो हुँदो रहेछ, अहिले हात रातो रातो भइरहेछ। अरू चाहिँ ठिक छ। यो फुरुरुरुरुरुरु हिउँसँग यसरी रमाउँदै हिउँ खेल्दै हेट तेरी क्या मजा आइरहेछ यार। हेर्नु त चारैतिर हिउँ, चारैतिर कोही बराबरै छ हिउँ। कति छ हिउँ त चल्दैन त यार, गजब भइरहेछ नि। हिउँमा साइकल चलाउनुको मजा हेर्नु त। जिन्दगीमा फर्स्ट टाइम हिउँमा पनि साइकल चलायो। ओहो, यो त हिलोमा चलाएको जस्तो हुने रहेछ यार। पुरै आवाजै कस्तो आइरहेछ यार। है हिउँमा पनि साइकल चलायो है जिन्दगीमा। लौ हामी चाहिँ खेल्दा खेल्दै यहाँ मान्छेको आकृति पनि भयो है। गजब भएछ मान्छे पनि, टोपी पनि कालो कालो, आँखा नाक कालो कालो, हात पनि यताउता फिजाछ बिचरा चिसो भएर। बचाऊ बचाऊ भनिरहेछ यहाँ। अब चारैतिर यस्तो हिउँ छ अनि किन चिसो नहोस् त, चिसो भएर यहाँ बचाऊ बचाऊ भनिरहेछ बिचरा। मुख गरिरहेछ। है यस्तो साह्रो छ। यहाँ कुकुरहरू पनि हिउँ खेल्न आछन्। कति रमाएर डगुर रहेछन् कुकुरहरू पनि। दुईटा उस्तै रहेछन्। हामी मात्र भनेको यहाँ पशु पन्छीलाई पनि त्यति मजा आउने रहेछ, मजा लाग्ने रहेछ। उहाँ यस्तो डगुरेछन् कुकुरहरू पनि हिउँ खेल्न पाएर। हामी त झन् त्यसै खुसी हुने भयौँ त। ल हामी चाहिँ हिउँ खेलेर बाहिर निस्क्यौँ अनि यहाँ चाहिँ अब रुमतिर जान लागेको। यहाँ चाहिँ राम्रो देख्यो पुरा यो रुखतिर, पुरै यो नाङ्गो रुखतिर पनि पुरै हिउँ भरिरहेछ। पुरै यो रुखहरूमा पनि पुरै हिउँ जमेर किसिम छ। यस्तो छ रुखहरूमा पनि हिउँ जमेर। यो फुलहरूमा हिउँ जमेर यस्तो छ। अनि हामी चाहिँ अब कति खेल्नु, धेरै खेल्यो आज त हिउँको मजा लिन्छ। भोलि फेरि अब चिसोले छोपेर बिरामी भयो भने फेरि यो परदेशको ठाउँमा गाह्रो हुन्छ भनेर हामी चाहिँ अब रुमतिर जान लागेको। धेरै खेल्नु पनि भएन, हिउँमा धेरै खेल्ने अनि भोलि फेरि बिरामी भयो भने समस्या हुन्छ। परदेशको ठाउँमा समस्या बिरामी भयो भने धेरै समस्या हुन्छ। अब त्यही भएर हिउँसँग मात्र पनि खेल्नु भएन। अनि हामी चाहिँ अब रुमतिर जान लागेको। यहाँ हेर्नु त हिउँ, यो सुक्खा रुखहरूमा पनि पुरै सेतै छ। यहाँ रुखको मजा नै बेग्लै छ। आम्मामामा रुख त पुरै सेतै भएछ नि त यतातिर त। हो यहाँ चाहिँ घर साइडको, रोड साइडको रुखहरूमा पनि पुरै सेतै छ। अब यहाँ हेर्नु त हिउँको राम रुखतिर नि यसरी जमेर, रोडमा पनि यस्तो सेतै छ। रुखहरू पनि पुरै सेतै भएछन्। यहाँ हेर्नु रुखमा जमेर, रुखमा पनि यति धेरै जमेछ। यो कति हिउँ परेको होला रुखमा। हेर्नु त यो जमेर ठाउँ त जताततै सेतै भएछ। यिनी रुखहरू अस्ति नै सुकेर कस्तो किङ्रिङ्गै भएको थियो, अहिले चाहिँ हिउँ जमेर यस्तो सेतै भएछ। के साह्रो हिउँ पऱ्यो कि यस्तो।
रोड पुरै सेतै छ, यो सुक्खा रुखहरू पुरै सेतै छन्। हिउँ चाहिँ साह्रो परेको। ओहो हो हो, रुख त पुरै हिउँ फलेछ त। अब गर्मीमा रुखमा पात पलाउने, जाडोमा चाहिँ यो हिउँ फल्ने। यहाँ चाहिँ रुख दुईचोटि फल्दो रहेछ है। लौ हामी चाहिँ रुमतिर लाग्यो, हिउँमा खेल्दासम्म खेल्यो। यतातिर यस्तो मजाको भ्यू देखिरहेछ कि आमामामामा, यो छोडेर जान मन त छैन नि, के गर्ने। फेरि चिसोले छ, फेरि भोलि बिरामी भयो भने चाहिँ परदेशको ठाउँमा समस्या हुन्छ। अनि त्यही भएर हामी चाहिँ अब छोड्न मन नलाए पनि रुमतिर जाँदैछौँ। अब आजलाई चाहिँ भिडियो यहीँसम्म मात्र गरिदिउँ। भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। आज चाहिँ रुमतिर लाग्यो, फेरि अरू भिडियोमा चाहिँ यस्तै मजाको भिडियोहरूमा भेट्दै गरौँला। हस्।